So hello guys, welcome back to my channel. A new video again. हेर्न सक्नुहुन्छ आज पनि मैले बिहानै ब्लग स्टार्ट गरिसकेको छु। अनि यहाँ मेरो बहिनी चाहिँ सुतेको सुतै छ, उठ्नु पर्दैन। ओए उठ उठ। मम्मी के गर्नु भएको? म तेरो ब्लग हेर्दै छु हिजोको। गाइजहरु हेर्नुस् न मेरो यो फुल। हेर्नु गाइजहरु शीत परेको अहिले पनि तप तप चुइदैछ। हेर्नु न छाना कस्तो भइरहेछ। हेर्न सक्नुहुन्छ आन्टी यहाँ लेरी बढाल्दै हुनुहुँदो रहेछ। आमा कहाँ जानु भएको? गाइजहरु म चाहिँ आगो ताप्छु चिसो भयो। हेर्न सक्नुहुन्छ मम्मी चाहिँ बिहानै यहाँ आगन बढाल्दै हुनुहुन्छ। मनको दिल्लीको वर्के यो हात्ती आयो है मेरो त। जोगी हात्ती आयो अरे जोगी आएन अरे भन्दै हुन्छ। आएको रहेछ राति। अनि त्यहाँदेखि मैले चाहिँ के सुने भनेदेखि जोडी हात्ती आएछ तर यता चाहिँ आएर रहेछ भनेको सुने। अनि पाइला हेर्न गएको त भरे त होइन रहेछ। हाम्रो चाहिँ यहाँ हिजो पिल्लर लगाएको थियो अनि त्यही निकाल्दै हुनुहुन्छ बाबाले चाहिँ। हेर्न सक्नुहुन्छ राम्रो बनेको रहेछ। माथि चाहिँ राम्रो छ, मुनि चाहिँ अलिअलि बिग्रेको रहेछ। त्यही पनि राम्रै छ, जे जस्तो भए पनि होइन गाइजहरु। हेर्नुहोस् त अन्त हजुरलाई पनि राम्रै लाग्यो होला। चाहिँ आज ट्युसन लाग्छ, स्कुल छुट्टी भए पनि। त्यही भएर म चाहिँ ट्युसन जानको लागि रेडी भइसकेको छु। हेर्न सक्नुहुन्छ आज म ट्युसन जान्छु है त। अहिले चाहिँ 11 बजिसकेको छ अनि म चाहिँ घर जानको लागि म र ऊ चाहिँ घर जानको लागि रेडी छौँ। हामी दुईजना चाहिँ साइकलमा आएको थियौँ। म चाहिँ घरमा आइसकेर हेर्छु त बाबा अङ्कलहरू त यहाँनेरि त्यो भिरा पो लाउँदै हुनुहुँदो रहेछ मुनि मुनिको। अनि हेर्नु त अङ्कलले त्यो हाल्ने बाबाले खिच्ने। गाइजहरु म चाहिँ मिठो मिठो भात सब्जी खाँदैछु स्कुलबाट आएर। अदुवाको अचार। के को सब्जी मम्मी? फर्सीको सब्जी दही। म भात खाँदै थिएँ, हाम्रो बुनी चाहिँ आइछ हेलो दिदी भन्दै। भुइँमा चाहिँ डाइरेक्टली ढलाइ गर्नु नमिलेको कारण यहाँ चाहिँ माटो र बालुवा मिक्स गरेर भुइँमा हालेर थिच्दै हुँदो रहेछ अङ्कल र बाबा चाहिँ। यहाँ चाहिँ दुईजना काम गर्दै हुन्छ अनि हामी चाहिँ दर्शकहरू। यहाँले चाहिँ नयाँ पिलरको खाँबा हाल्नु परेको कारण यहाँ चाहिँ त्यो पुरानो खाँबा निकाल्दै हुनुहुन्छ। हाम्रो चाहिँ धारा पनि उता सार्नु परेको कारणले चाहिँ यहाँनेरि धाराको उयो बनाउँदै हुनुहुन्छ। गाँच्नको लागि अर्को ठाउँ गाँच्नको लागि अर्कै फाल्टै चाहियो नि त है। अनि त्यहाँ बाबा चाहिँ जोड्दै हुनुहुन्छ अनि अङ्कल चाहिँ त्यहाँ के सम्हालेर हेल्प गर्दै। मैले चाहिँ यहाँनेरि काम गरेको भ्लगमा देखाउनु पर्यो भनेर यहाँ काम गर्दैछु। पुरा नसकी पनि काम गरेको। यहाँनेरि बेल्चा हाल्नु नि बेल्चा मैले। हामी चाहिँ यहाँ सबैजना मिलेर खाजा चटपटे खाँदै थियौँ। अनि हेर्न सक्नुहुन्छ भाइ चाहिँ कस्तो कस्तो पोज दिँदैछ कमेडी टाइप। त्यो जहिले पनि कमेडी नै हो। अनि मम्मी पनि हाम्रो बसिसक्नु भएको छ यत्रो आरी लिएर। अनि मम्मी चाहिँ कति मिठो भन्दै पोज दिँदै हुनुहुन्छ। अनि म पनि आफ्नो खाजा इन्जोय गर्दैछु गाइस।
फेरि काट फेरि गाइजहरू म र मेरो बहिनीको त दिनभरि होमवर्क नै बित्छ त्यही भएर फेरि होमवर्क गर्दैछ मेघना खेले कि ओइ त्यो दे त यता गाइजहरू यो के हो अबि एकछिन न मेघनाको यो के भन्छ यसलाई हात्ती अम्मा कत्रो ठुलो वाउ मेलो हामीले चाहिँ यहाँ के काम गर्दैछौँ भनेर चाहिँ काका बुवा चाहिँ यहाँ हेर्न आउँ म चाहिँ यसो बाटोतिर जाँदै थिएँ मेरो कान्छो अङ्कल चाहिँ आफ्नो स्कुटी धुँदै हुँदो रहेछ अनि बुवा चाहिँ के गर्दै हुनुहुन्छ भनेर गएको चाहिँ यी आफ्नो खुट्टा धुँदै हुँदो रहेछ अनि के गर्नु भन्दै हुन्थ्यो मलाई देखेर चाहिँ अनि मैले चाहिँ हाई गर्नु न भने अनि त्यसपछि हेर्नु न हाई गर्दै हुनुहुन्छ मेरो हजुरबुवा चाहिँ अनि भाइ बहिनीहरू चाहिँ के गर्दै रहेछन् भनेर गएको त यी मेरो बहिनी युनिसा भट्टराई पढ्दै रहेछ उता भाइ के गर्दैछ भनेर गएको त ऊ सम्यक भट्टराई पढ्दै रहेछ अनि म त झन् नानी क्लासमा पढेकै थिइनँ अनि त्यही भएर म पनि गएँ पढ्न अनि आफ्नो इङ्ग्लिसको होमवर्क गर्न थालेँ गाइस आजको लागि यति नै थ्याङ्क फर वाचिङ बाइ बाइ टाटा सी यू मेरो ब्लगलाई चाहिँ लाइक गर्नु होला कमेन्ट गर्नु होला मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला शेयर गर्नु होला थ्याङ्क फर वाचिङ बाइ बाइ।